त्यसपछि के भयो? अनि त्यसपछि बस्नु न आमा यता। अनि के कति कामले आउनु भएको थियो कुन्नी? तिमीले अस्ति दिन्छु भने पैसा नभई भएन, आज म त हातमा होइन, पैसा माग्न आएको भन्छेउ। खेत जोतेको थियौ कि धान रोपेको थियौ कि होइन मकै गरेको थियौ कि के काम गरेको थियौ र पैसा माग्छौ? के को पैसा मागे? अस्ति राति दिन्छु भने पैसा दिँदैनौ। तिमी त कति सवारी टेकिरहेछौ। ए मैले पैसा दिन्छु भने कहिले? राति? अस्ति तिमीले त सन्तान जन्मेदिन कसैले नभन्नु पैसा दिन्छु भने होइन तिमीले? यस बुढी तिमीलाई दिएको दे हो पैसा। गाउँभरि सबैजनाले थाहा पाइसकेछन्। संसार घुमेर फुक्न भ्याइसकिछौ होइन? ए अहिलेसम्म त मैले नभनेपछि थिएँ, अब त मैले भन्दै हिँडिदिन्छु। के भन्यौ रे बुढी? तिमीलाई हाम्रो घरको इज्जत माटोमा मिलाउनु छ होइन? खोरको यहाँबाट गइहाल त। पैसा मैले जाँदै जाँदिनँ। अझ बढी बोल्छौ? यिनलाई त बरु झुत्तिएर कति ज्यादु रे, पैसा दिन्छु भने अहिले नदिनु। कति ज्यादु रहेछ नि। गइहाल भनेको सुन्दिनौ। तिमी यहाँ एक सेकेन्ड पनि बस्नु पाउँदिनौ। फर्या नि खुस्केछ यहाँ। काहीँ नभए कि बुढी अझ पैसा ले भनेर आइछ। संसार फुक्न चाहिँ भ्याइसकेछ। कति ज्यादु हो म पनि। रोशनी हेर त मैले कपालमा कलर हालेँ, कस्तो देखाछ मलाई? खुब राम्रो काम गर्नु भएछ। बधाई छ तपाईँलाई। ट्यापी जस्तो बनेर कस्तो देखियो। ऐना हेर्दा त कस्तो राम्रो देखाएको थियो त। होइन कलर यहाँ मेरो हेर्नु त मैले हालिछु। छोरी मान्छेले हाल्ने हो कपालमा कलर। तपाईँ गाउँभरि अब कलर हालेर म ट्यापी जस्तो बनिनु भयो। कतै न सुहाएको जस्तो। फेरि पैसा भएछ त केमा खर्च गरौँ जस्तो त हुन्छ है। भनेपछि सुहाएन होइन त? आफूलाई यहाँ होइन, तिमी चाहिँ जहिले त्यही सरस्वती दिदीको बारेमा सोचेर बस्ने हो त? नत्र नसोचेर मैले के गरौँ त कि मेरो दिमागमै त्यही कुराहरू आइरहन्छ। हेर त्यो कुरामा धेरै सोच्नु हुँदैन क्या। अब दिदीको जीवनमा त्यो सबै घट्न लेखेको रहेछ, घट्यो। अब हामीले रोकेर रोक्न सकिन्छ त अनि भयो, त्यो विषयमा नसोच। तर साँच्ची सुन न, मलाई त्यो बच्चाको बारेमा जान्न मन छ क्या। जन्मेको त 6-7 वर्ष भयो होला, अहिले कत्रो भइन होला, कहाँ छिन् होला, के गर्दै छिन् होला। मलाई हेर न कस्तो जान्ने इच्छा भइरहेछ। मलाई थाहा छ कत्रो भइन्, कस्ती थिए, सबै मलाई थाहा छ। तिमीलाई थाहा छ? कसरी? किनकि सरस्वती दिदी मेरो दिदी हो। के रे? सरस्वती दिदी तिम्रो दिदी रे? त्यो दाइले भने जस्तै मैले मेरो जस्तो अनुहार कसको छ के छ भनेर धेरै सोचेँ। अनि मलाई याद आयो, मेरी आमाले मलाई पहिल्यै भनेकी थिइन् मेरो एउटा जुम्ल्याए दिदी थियो अरे, जो जन्मिँदाखेरि अस्पतालमै हराएकी थिइन्। र मलाई कता कता शङ्का नि लाग्यो, कतै त्यो दिदी मेरै दिदी होइन भनेर। र मैले खोज्दै गएँ। खोजी गर्दै जाँदाखेरि अरू कोही नभएर त्यो मेरै दिदी सरस्वती निस्की। आमाले त त्यसको नाम के राख्दै थिइन् कुन्नी? जे होस् सरस्वती। साँच्चै सरस्वतीले बास गरेको जस्तै। तपाईँलाई थाहा छ त्यो सन्तान कति ज्ञानी, कति बुझ्ने। त्यस्तो सन्तानलाई पनि कसरी हेला गर्न सक्छ होला है? मलाई त देख्दै माया लागेर आयो। तर दिदीको हालत ठिक रहेनछ। झन् बिरामी हुँदै जानुभएको रहेछ। अब घरको तनाव त्यस्तै,
रत्न भिनाजुले त झनै हेला गर्नुभएको रहेछ। उता फुपूले पनि त्यस्तै। त्यस्तो अन्याय सहेर कसरी बस्न सक्नुभयो होला मेरो दिदी। भगवानको पनि कस्तो अचम्मको लीला है, आफैले त्यस्तो सन्तान दिनुहुन्छ। तपाईँलाई थाहा छ, मैले त्यो सन्तानलाई त यहीँ ल्याउने भन्ने कुरा गरेँ नि। मलाई थाहा छ रत्न भिनाजुले त्यो सन्तानलाई स्वीकार्नु भएको छैन, तर हामी त स्वीकार्छौँ नि, हामी त बुझ्छौँ नि। भिनाजुले नस्वीकारेर के भयो त, हामीले स्वीकार्छौँ। एक दिन त्यही सन्तानले गरेर भिनाजुको इज्जत माथि हुनेछ। मैले सही निर्णय त गरेँ नि। तिमीले एकदम ठिक गर्यौ रोशनी, मलाई तिम्रो यही बानी त मनपर्छ नि। अनि साँच्ची रोशनी, त्यसपछि के भयो? दिदी बिरामी हुनुभयो भन्ने सुनेको थिएँ, त्यसपछि के भयो मलाई भन न। त्यसपछि एक्कासी सबै कुरा बदलियो। दिदी बिरामी हुँदै गई, भिनाजुले त्यो सन्तानलाई माया नै गर्नु भएन। त्यसपछि त्यो फुपूको अत्याचार, यत्रो ठुली भइसक्दा पनि यो रोशनी कहाँ चाहिँ गए? रोशनी छोरी, रोशनी कति दुःख दिन सकेकी भनेको, कहाँ चाहिँ गई छोरी? छोरी रोशनी, छोरी होइन, बिहानभरि गाउँ नडुलिकन पुग्दैन छोरी? पुग्दैन मामु, एकचोटि सबैसँग मिलेर कुरा गरेर पो आएको हो त। ओहो, अनि यत्रो सानो मान्छेले के कुरा गर्नुभयो? के कुरा गर्नु नि, भगवानसँग प्रार्थना मागेर आएको मेरो मामु राम्रो होस्, मेरो मामुको अवस्था पनि छिट्टै निको होस् भनेर आएको नि। ए, भनेपछि मेरो छोरीले आमाको बारेमा यत्रो धेरै कुरा सोच्ने भइसकिन्। भाइले पो फोन गरेछ। हेलो हेलो दिदी, सन्चै छेस्? सन्चै छु भाइ, त्यहाँ सबैलाई ठिकै छ नि? म पनि एकदम ठिक छु, सबैजना ठिकै हुनुहुन्छ। अनि तँलाई कस्तो छ कुन्नी? मलाई ठिक छ भाइ। अनि भान्जी? भान्जीलाई पनि ठिक छ। तँ धेर पिर गर्छेस् होला, पिर कति पनि नगर है, औषधिहरू त खाइराख्यो होलिस् नि। औषधि त खाइ नै रहेको छु। अनि सुन त, म तेरो घर आउँदैछु नि। कहिले? त्यो त म भन्दिनँ। अब त आउने भएपछि तयारी पनि त गर्नु पर्यो नि। जाबो भाइ आउँदा के को तयारी? म जहिले पनि आइहाल्छु। मेरो लागि केही पनि गर्नु पर्दैन। त खुसी हुनु पर्यो, त्यति भए पुग्छ दिदी मलाई। धेरै बिरामी भइरहेको छेस्, आफ्नो ख्याल गर है दिदी। भान्जीलाई पढाइ लेखाइ ठुली मान्छे बनाउनु पर्छ। हस् भाइ। दिदी, साँच्ची भान्जी कहाँ छिन्? फोन दे दे। ल्याऊ मामासँग बोल। हेलो मामा। हजुर भान्जी, कहाँ छौ तिमी? म तिम्रो घर छिट्टै आउँदैछु। के ल्याइदिनु भन त? चकलेट, खेलाउनेहरू सबै ल्याइदिएर आउँछु हस्। मामा, मलाई केही पनि चाहिँदैन, एउटा कपी, त्यो नेपाली कि सेरोफेरोको बुक, यति भए पुग्छ, अरू केही चाहिँदैन। मामा, अनि 2 रुपियाँको त्यो चकलेट आउँछ नि त्यो, ओ त्यो तल्लो पसलबाट चाहिँ ल्याउन नभुल्नु नि। 2 रुपियाँ जाने होइन, म मेरो भान्जीलाई 5 रुपियाँ लाग्ने खालको चकलेट ल्याइदिन्छु। तर मेरो भान्जीले राम्रो पढ्नुपर्छ नि फेरि। सधैँ फर्स्ट डिभिजन त ल्याएको छु नि, दौड प्रतियोगितामा फर्स्ट भएको। आमा, मेरी भान्जी कति बुझ्या हुन थालेकिन्।
अबदेखि पढाइमा मात्रै होइन खेलकुदमा पनि नम्बर 1 हुनुपर्छ है भान्जी। सबैमा जित्ने हो मामा। अनि त्यो जितेको पैसाले हामी करोडपति बनेर काठमाडौँमा गएर 3 तलाको घर किन्नुपर्छ। काठमाडौँ जानेर भान्जी गाउँमै बसेर गाउँमै पढेर गाउँमै विकास गर्नु पर्दैन? गाउँमै असल मान्छे भएर गाउँमै विकास गर्ने हो नि। नाइ, म त यहाँ बस्दिनँ। बाबाले पनि सधैँ कराउनुहुन्छ। मेरो फुपूले त झन् आँखा तरी तरी हेर्नुहुन्छ। कहिलेकाहीँ त आँखा नै फुटाल्दिन् जस्तै हुन्छ। तर के गर्नु, फुपूले मलाई केही त गर्न दिँदैनन्। अब हजुर आउनु मामा, अनि हामी दुईजना मिलेर फुपूको आँखा फुटाल्नुपर्छ। त्यो त म गरिहाल्छु नि भान्जी। तिम्रो मामुलाई कसैले छुयो कसैले गाली गर्यो भने मात्रै तिमीले ड्याम पिट्देवास्। मामा, तपाईँले भन्नुभएको होइन म मामुको रक्षक हो भनेर। त्यही पनि के गर्नु, मामु मलाई पिट्छिन् कराउँछिन्। अब हजुर आफै आएर मामुलाई सम्झाउनु। हस् भान्जी, अहिले मैले फोन राखिदिएको ल। मामा छिटो आइसु न के। 5 रुपियाँ जाने चक्लेट कस्तो हुन्छ, मलाई खानालाई हतार भइसक्यो। छिटो आउनुहोस् न। हस् भान्जी हस्। बस्नु घर चाहिँ यही हो। पहिला सरस्वतीको सन्तान बस्थे, अब अहिले तपाईँलाई दिन लाएको छु सरसफाइ गरेर बस्नु राम्रोसँग। अब तपाईँलाई जिम्मा लाएको छु, मलाई पैसा दिनु परेन। त्यही त दिदीले यति भनिदिनु भयो, हामी एकदमै खुसी भयौँ। हाम्रो घरमा हेर्नु न, यो असार महिना लागेपछि के हुन्छ तल कुलोबाट पानी पसिहाल्ने के। दिदीले हामीलाई यति घर दिइहाल्नु भयो है। बुढो के गर्ने बस्ने? अब बस्नै पर्यो नि, उता त्यस्तो हालत छ। तर घर कति राम्रो पारेर राख्नुभएको है। अहिलेको जमानामा पनि यस्तो घर चाहिँ कति राम्रो बनाएर राख्नुभएको। भाउजू दाइ, मलाई त यो घर मन पर्यो। लिपेर पनि चरा चिटिक्क पार्नु भएको रहेछ। पहिला सरस्वतीले छोडेर जाँदा यति फोहोर थियो, मुसाको लिडे काम नलाग्ने भएर पठाएको। तर हेर्दा त तिमी सफै जस्तो देख्छु। सफै गरेर बस्नु। मेरो बुढो विदेशमा घर नदिनु भन्नुभएको थियो। मैले उनका सन्तानले दुःख पाएको भनेर दिएको। फोरी लास्टै फोरी रहेछन्, त्यही भएर पछि जाऊ भनिदिएको मैले। अब तिमी राम्रै छ, आधुनिक जमानाको मान्छे, सरसफाइ गरेर बस्नु है। अनि रोशन बाबु, बिहान कहिलेकाहीँ मल चाहिँ बोक्न आइदिनु घर दिए बापत। त्यसमा दुःख मन चाहिँ नगर्नु। घर दिए बापत त्यति बिहान मल त बोक्न आइदिनु न। हुन्छ दिदी, त्यति त म गरिहाल्छु नि। बरु अरू केही काम पर्यो भने मलाई भन्नु होला। चाबी लिनु, मैले जस्तो छोडेको थिएँ त्यस्तै हुनुपर्छ घर। मैले सफा गरेर राखेको छु, यस्तै सफा गरेर राख्नु। फोहोर भयो मलाई मन पर्दैन, त्यही गर्नु है। ए हस् दिदी, चिन्ता नगर्नु न, हामी सफा गरिहाल्छौँ नि। त्यसै पनि फोहोर कसरी हुन्छ र है। हामी पनि यसो मेला पार्कमा काम गर्न बाहिर निस्किरहन्छौँ। दिदीलाई थाहा नै छ नि, हामी फोहोर मान्दैनौँ, चिन्ता नलिनुहोस्। घर चाहिँ साह्रै राम्रो है। सरस्वती दिदी यस्तो घरमा बस्नु हुँदो रहेछ है। हुन त बसेको घर कति राम्रो त भइहाल्छ नि। भित्र आऊ रोशनी। भाउजू जाऊँ भित्र। कति राम्रो है घर। रोशन, भित्र दिदीको फोटो होला हेर्नु है। मै जस्तै हुनुहुन्छ भनेर भन्नुहुन्छ सबैले। कति राम्रो। होइन लक्ष्मी, के पाठो खेलाएर बसेकी? घाँस काट्न जा। मलाई घाँस काट्नै आउँदैन। हजुर खाली हुनुहुन्छ भने गएर जानु न त काट्नु। राम 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 राम, तँलाई के गर्न चाहिँ आउँछ त? भात खान त आउँछ नि। नखेलायो उता छाड्दै, बढ्दैन यसो गऱ्यो भने। फुरुर घाँस काट्न जा। जादिन भनेको सुन्नु भएन। तैँले र तेरी आमाले दुःख दिएर मलाई मार्ने नै भयो होइन? खुरुक्क जा भनेको सुन्दिनस्? जादिन।
हन जा भनेको सुन्दिनस्? जादिन खोरुका गयाल जादिन भनेपछि जादिन नि। म गएँ भने हजुरले मेरो आमालाई हान्नुहुन्छ। म त जाँदै जादिन। के भनिस् अरे थुतुले? तेरी आमालाई कहिले हानेको छु मैले? खोरुका गयाल जा भनेपछि जादिन। ए बाबा हन कति चाम्री भयो कि हो? जा भनेको सुन्दिनस्? मैले धकाल्नु पर्ने हो? गयाल जा न है घाँस काट्न जा। कति चाम्री भयो कि हो यो? जान्छु मरेपछि पनि जादिन। म गएपछि मेरी आमालाई हानौँला भनेर सोचेकी होइन तिमीले? म सानो मान्छे भएर तिमीले मलाई हेप्ने? तिम्रा जस्ता दुईटा हात मसँग नि छन्, तिम्रा जस्ता दुईटा खुट्टा मसँग नि छन्। आऊ खेल्ने भए सिङ्गल सिङ्गल खेलौँ। इस खेल्न पाउलिस। तिम्रो त्यो लामो कपाल छ नि, त्यो कपालमा त म चचाहुई गर्दै तानी तानी पिङ खेल्छु। खेल्न सक्छौ भने आऊ बुढी माउ, तिम्रो त्यो बुढो ज्यान मेरो कलिलो ज्यान। सक्छौ त अब मलाई आऊ न त खेल्न। आमामामा यसले यतिका कुरा कहाँबाट जाने कि? सबै तिमीबाटै सिकेको, नत्र भए मलाई त केही पनि भन्न आउँथेन। आमामामा यसलाई त चप्पल पनि पाउँछ। अझै तिमीलाई बुढी बाउ, आऊ न त आऊ। हानौँ हानौँ, आऊ न त छिटो आऊ हानौँ। यो सबै कुरा तिमीबाट नै सिकेको। खेल्न सक्छौ भने आऊ बुढी माउ। रोशनी आज के साह्रो गर्मी है? भनेको घाम पनि टन्टलो पुर्नै लागेको छ। सुन न, मलाई कस्तो चिया खानु मन लाग्यो। कतिको चिया बनाइदिउँ? ए प्रभु, यस्तो घाम लागेको बेलामा चिया? अनि यस्तो घामको बेलामा चिया खान कसलाई मन लाग्छ? मलाई मन लाग्दैन त। अब खाना त चिसै हुन्छ नि। हेर न, बजार त्यति टाढा छ, कहिले गएर आउनु? ए प्रभु, बरु यसो दुःख गरेर गएर चिसै ल्याएर खाएको भए पनि हुन्थ्यो नि। अब यस्तो गर्मीमा अब चिया खान्छु भनेर हुन्छ त? बनाउनेलाई पनि जान लाग्दैन हौ। अब त्यत्रो आगो बाली ढुङ्ग्रीले फुकी फुकी चिया बनाउँदा त झन् मलाई त गर्मी हुन्छ। म सक्दिनँ, आफै बनाएर खानु जस्तो मन लाग्यो। मेरो लागि त्यति नै गर्नु सक्दैन? सक्दिनँ। तपाईँको लागि मैले के गरेको छु? आज एक कप चिया बनाइदिउँ? बनाऊ। साँच्चै नबनाउनु? नबनाउने? ठिकै भयो तिमीलाई चिया बनाउन मन नलागेको पनि। साँच्ची तिमीलाई थाहा छ, तल पसलको आन्टीको छोरी आएको छिन् नि, साह्रै राम्री। उतै गएर चिया खानु पर्ला। को? कसकी छोरी? यहीँ तल चिया पसलको मोटी दिदीको छोरी क्या। क्या राम्री, मैले पनि हिजो भर्खर देखेको। ए भनेपछि बुढीले चिया नबनाइदिने भनेपछि त बाहिर बाहिर केटी हेर्न थाल्नुभयो होइन? चिया खाने बाहनामा। तिमी पनि अब घरमा यति राम्री स्वर्गको अप्सरा जस्ती बुढी हुँदा हुँदै बाहिर अरू केटी हेर्न मन लाग्छ त? अब के गर्नु, आफ्नो मान्छेले चिया बनाएर नदिएपछि बाहिरकाले त बनाएर दिन्छन्, त्यही भएर हेरेको नि। साँच्ची भन्नु न, म राम्री देखिएको छु? आज तिमी साह्रै राम्री देखेकी छौ। किन? कुर्ता लाएर हो? होइन, तिम्रो अनुहारमा यो खुसी देखेर। अनि साँच्ची रोशनी, तिम्रो पेट आउने बेला भएन? हे प्रभु, अनि यति छिटै पेट आउँछ त भनेको? 4-5 महिनापछि मात्रै देखिन्छ भनेर भन्छन् के अरे? आफूलाई त आफ्नो मायाको चिनी पहिले आउला जस्तो भइसक्यो। भर्खर 3-4 महिना पो हुँदैछ। अनि के अब तपाईँले चाहिँ 9 महिना भयो जस्तो सोच्नु भयो कि क्या? अब 3 महिना त हुँदैछ नि, होइन त? 3 महिना भयो, 4-5 महिनापछि पेट देखिन थाल्छ। छ्या, पेट देखेपछि त म कस्तो नराम्री देखिन्छु होला है? कहाँ नराम्री देखिनु, तिमी त पेट लागेपछि झन् राम्री देखिन्छौ। मोटी मोटी पुक्लुक्क परेकी, हेर्दै खाइलाग्दो। मोटी मान्छेलाई कहिलेदेखि मन पराउन थाल्नुभयो? मलाई त दुब्ली नै मनपर्छ। कहाँ छोड्दियो यो सब कुराहरू।
बरु बुढाबुढी यसो बजारतिर जाऊँ न, चिसो पनि खानुहुन्छ, म तिमीलाई आइसक्रिम किनिदिन्छु। ए प्रभु, अब आइसक्रिम खान जाने पैसा सघाउने मात्रै कुरा गर्नुहुन्छ है तपाईँ। ए भगवान्, 2टा आइसक्रिम किन्दैमा हाम्रो घरबारी नै जान्छ र भने। त्यस्तो भन्न खोजेको होइन, त्यहाँ गएर बजारमा गएर अब दुईजना गयो, आइसक्रिम खान मन लाग्छ, फेरि त्यहाँ होटेल देखिन्छ, त्यहाँ मोमो खान मन लाग्छ, फेरि अलि उता जान मन लाग्छ, के खान मन लाग्छ तपाईँलाई थाहा छ त मेरो बानी। त्यो भन्दा बरु नगएकै जाति के। तिमीले जे भन्छौ नि म सबै किनिदिन्छु। ए त्यही त, पैसा त उतै रुखमा छ, टप्प टिपेर जे मन लाग्यो त्यही किनेर खान पाइन्छ। मसँग छ के, जाऊँ न। हेर्नु है तपाईँ, पैसा अलिकति जम्मा गरौँ, भएको त्यत्रो ऋणहरू तिरौँ भन्ने त छैन है। अलिकति पैसा हुनु हुँदैन, यो खाने त्यो खाने, यो गर्ने त्यो गर्ने भन्न थाल्नुपर्छ होइन। मान्छेको जिन्दगीमा मरेर लानु के छ र भन त। आज मर्यो, भोलि 2 दिन। आफूलाई गर्न मन लागेको कुराहरू, खान मन लागेको कुराहरू त आज नै पो खानुपर्छ त। भोलिलाई साँचेर पनि हुन्छ त, के थाहा भोलि होला नहोला। त्यसैले मनमा लागेको कुराहरू त आज नै गर्नुपर्छ। त्यसैले तिमी राम्री भएर रेडी हौ, हामी बजार जानुपर्छ। अब के लुगा लाएर जानु, मसँग लुगा पनि छैन। यही लुगा लाएर गए भइहाल्यो त, यसमा पनि धेरै राम्रो देखेकी छ। बरु म तिमीलाई आज नयाँ नयाँ लुगा किनिदिन्छु है। हो र? हो नि, बरु हिँड जाउँ। जानै मन छैन यस्तो घाममा, बरु अलिक शीतल भएपछि जाने कि। बोकेर होइन लान्छु तिमीलाई त। ए प्रभु, लु म जान्छु। अब गाउँले देख्यो भने यिनीहरूको नाटक बढी भनेर भन्छन्, जाउँला। गाउँले त जे पनि भन्छन्, हिँड न खुरुक्क। हिँड भनेपछि हिँड न। हस् हजुर, जाउँ। घाँस काट्न जा भनेको यहाँ आएर बसेकी छेस, अझ दुख्यो। मैले हँसियाइ भेटेन अनि मलाई घाँस काट्नै आउँदैन। ए उम्रिँदै 3 पात 1270 को कुरा गर्न चाहिँ आउँछ, घाँस काट्न आउँदैन? अनि घाँस काट्न सिकाउनु न त। यस्तो मुखै लाग्न तँलाई कसले सिकायो? तपाईले सिकाउनु भएको ए तँलाई मैले यस्तो बोल भनेर सिकाएको हो त। तपाईले त सिकाउनु भएको, तपाईबाट त मैले सिकेको। अब म हजुरसँग सधैँ यसरी नै बोल्छु। यसलाई मैले जन्मिने बित्तिकै मार्न खोजेको थिएँ, यसकी आमाले बचाई भाग्य बलियो रहेछ। अहिले अझ मैसँग मुख लाग्छ। मान्छे हेर्दा जिरे खोर्सानी जस्ती छ, अझ यस्तो कुरा बोल्नु पक्कै पनि तँलाई यो कुरा आमाले सिकाएको हुनुपर्छ। के रे, मेरो आमाले मलाई कहिले पनि नराम्रो बोली सिकाउनै भएको छैन। यो सबै मैले हजुरबाट सिकेको हो। यसले त मलाई मारेरै छाड्छ कि क्या हो? भन्नु न त, तपाईँ मरेपछि मात्र म र मेरो आमाले शान्ति पाउँछौँ। तपाईँले मलाई किन सधैँ हेला गर्नुहुन्छ? मैले हजुरको के बिगारेको छु र मलाई किन सधैँ हेला गर्नुहुन्छ? म त सानो मान्छे हो, गाउँको सबै मान्छेले मलाई माया गर्छन्, तर हजुर र बाबाले चाहिँ मलाई किन देखिन सक्नु भएको? सानो मान्छे त भगवानको रूप हुन्छ, सबैले पूजा गर्छन्, तर हजुरले चाहिँ मलाई अलक्षिणा कुबिगार्दिस भनेर हेला गरेर किन पिट्नुहुन्छ, किन हान्नुहुन्छ? म भित्र पनि एउटा सानो मन छ, तर तपाईले मलाई यति हेला गरेर मेरो मन कस्तो दुख्छ। कहिलेकाहीँ त रुन पनि मन लाग्छ, तर मेरो आमाले नरुनु भनेर मात्र म नरोको। म त आमाकी सासी छोरी हो नि। मेरी आमाले भन्नुहुन्छ ठुलो भएर डाक्टर बन भनेर। म ठुलो भएपछि डाक्टर बन्छु, मेरो आमाको रोग पनि निको गर्छु, उपचार पनि गर्छु।
अनि थाहा छ मेरो आमाले भन्नुभएको डाक्टरले त मार्न पनि सक्छ बचाउन पनि सक्छ। यदि तपाईँ पनि रोगी भएर मबाट उपचार गराउन आउनुभयो भने म त हजुरलाई बचाउँदिनँ, म त हजुरलाई मारिदिन्छु। तपाईँ मरेको दिन त म र मेरो आमाले कति शान्ति पाउँछौँ होला। ए भनेपछि म मरेपछि तेरी आमाले सुख पाउने तँलाई मैले जानेछु। तँलाई यतिकै छोड्छु। ए भगवान्, यो मान्छे पनि आयो खुट्टा बिजु। रोशनी, कान पनि भुच्चै छ, गला पनि खाली छ, खोइ त तिम्रो घर ए लाउनै बिर्सेछु, लगाएर आउँछु। भयो। अब घरबाट निस्केपछि फेरि जानुहुन्न, अहिलेलाई यत्तिकै हिँड्नु। मन कस्तो बिर्से त, टेबलमै हुन्थ्यो लगाएर आउँथेँ। हाम्रो आफ्नै घरमा के हुन्छ त, अहिलेलाई सिन्दुर लगाएको छँदैछौ त, के हुन्न हिँड्नु। घाम पनि उत्पातै छ। होइन ए, नाटक पनि कति पार्न सके कि। छोरी कहाँ गई? के का छोरी? न छोरा न छोरी, तेस्रो लिङ्गी भन्न। दिदी, गाउँलेले सुने भने के भन्छन्? यस्तो नभन्नु न, कहाँ गई भन्दिनँ न। गाउँलेले सुने नि, जसले सुने नि, जे गरे नि, आखिर कुरो उयो त अहिले हो कि भरे हो। त पनि सुत भएपछि त्यसले त उयो कति दुःख पाउँछ पाउँछ। मलाई जे भने पनि भन्नु, मेरो छोरीलाई केही पनि नभन्नु। त्यसले सुनि भने त्यसले नराम्रो मान्छे। तपाईँ फेरि मर्ने कुरा गर्नुहुन्छ। मर्न त एक दिन पक्कै म मर्छु, तर म मरेपछि मेरो छोरीलाई दुःख नदिनुहोस्। सानै छे, पछि त्यो ठुलो भएर कमाउँछे, आफै गर्छे। अब छोरी भइदिएको भए अर्काको घर जान्थी, घर गरी खान्थी भन्ने हुन्थ्यो। छोरा भइदिएको भए विदेश जान्छ, कमाएर ल्याउँछ भन्ने हुन्थ्यो। अब जन्माउनै तेस्रो लिङ्गी जन्मिस्, यस्तै त हो नि। दिदी, घरिघरि त्यो शब्द बोलिरहनु पर्छ? भगवान्ले त मेरो कोखमा त्यति राम्रो सन्तान दिनुभयो। भनिने हो भने मेरो त त्यति राम्रो सन्तान भयो, तपाईँको त त्यही पनि भएन। बाँझे बस्नु परेको छ। ए तैँले मलाई बाँझी भने कि? तेरो जस्तो त्यस्ता बच्चा जन्माउनु भन्दा मेरो कोख बाँझै भएको ठिक। कुरा गर्दै रहेछ। छोराछोरी हुनेलाई नि के नै चाहिँ भएको छ र? आफ्नो त टन्न सम्पत्ति छ, ज्यान हट्टकट्ट छ, बलियो बाङ्गी छु। भोलि पर्सि जसले हेर्छ त्यसैलाई सम्पत्ति दिन्छु। मर्ने बेला आनन्दले मर्छु, कोही कोही जस्तो कुहिएर सरे गलेर मर्दिनँ। हेर्नु दिदी, आज मलाई जस्तो तपाईँलाई नहोला भन्न सकिँदैन। मेरो जस्तो रोग तपाईँलाई पनि लाग्न सक्छ। सधैँभरि माइत बसिराख्नुहुन्न नि, घर पनि जानुहोला। तपाईँ घरमा जाँदाखेरि नन्द आमाजुले यस्तै पानी बेहोरा देखाउनु भयो भने तपाईँ के गर्नुहुन्छ? ओ त्यसै गरी मैले तपाईँलाई बाजी भने तपाईँलाई कस्तो लाग्छ? मलाई पनि त्यस्तै लाग्छ। मेरो छोरीलाई
आइन्दादेखि त्यो नामले नबोलाउनुहोस् भन्न पाइ भन्दैमा त्यतिसम्म पनि नभन्नु दिदी। आज मलाई लागेको रोग भोलि तपाईँलाई नलाग्ला भन्न सकिँदैन। समय कसको पहिला आउँछ कसको छिटो भनेर हामीले हेर्न मिल्दैन दिदी। मलाई बाँझी भनी छैन आज तैँले? सोचेको थिइनँ मैले तेरो मुखबाट यस्तो शब्द निस्किन्छ भनेर। तपाईँले पनि त के भन्नुभयो? त्यति बिर्सिनु भयो कि क्या हो? म मेरो छोरीलाई कसैले नराम्रो भनेको सुन्न सक्दिनँ। बरु जे भन्नु छ मलाई भन्नुहोस् न। तँलाई भन्ने होइन, अब के गर्नुपर्छ मलाई थाहा छ। 1 दिन होइन 2 दिन होइन, बिरामीबाट थुप्रेर मरि बसेको छ। घरको सारा काम सबै मैले गर्नुपर्छ। अझै यसलाई मैले मान्नु पर्ने? माइतमा आएर बसेपछि यस्तै त हो नि दिदी। म बिरामी छु, छोरी सानै छ, अनि कसले गर्छ? अझ मलाई मुखमुखे लाग्छ। ध्यानले नसकेपछि त थुतुनु त नचल्नु नि हौ। हात पाख्रो बसेको मान्छेको थुतुनु चाहिँ चल्ने यसरी? ए बाबा, यसलाई त हात त मलाई दिदी, आया दिदी। बिरामी भएर बलियो हो यो। यसले त ठगेकै रहेछ कि क्या हो? यसले त ठगी खाएर बल्ली भएर कस्तो राम्रो है। दाइ 50 जाने आइसक्रिम दिनु न। होइन बरफ दिनु 50 जाने। यो सब के हुँदैछ? के को तमासा भाइ? के हुनु नि भाइ, अलक्षिनीले मलाई खुटेर यस्तो बनाइया हेर्दा मेरो हालत। होइन बाबा, फुपूले चाहिँ मामुले हान्नु भएको हो। होइन बिहारै यो अलक्षिनीले नराम्रो बोले के हो? मलाई नराम्रो देखाउनलाई पनि बोल्छेस्। अझ गाउँ समाज हँसाउन पुगेको छैन? बिरामी भनेको के को बिरामी हो? कस्ती बोल्ने रहेछ? भाइ, मैले गल्ती गरेछु माइत आएर बसेर। बाबुजीको भाइ भनेर माइत आएर बसेको आज बुहारीले यो हालत बनाइदिन्छ। सरस्वती, आफूभन्दा ठुलोलाई कसरी हात उठाउन सक्यौ? मैले हानेको होइन, दिदीले चाहिँ उल्टै म माथि हात उठाउनु भएको हो।
भाइ अब तैँले पनि उसैको कुरा पत्याएर विश्वास गर्ने त होलास् नि। एउटी छोरी चेलीलाई माइत आएर बस्दाखेरि सम्मान नहुँदो रहेछ भाइ। तैँले त दिदी अब घर नजा, यतै बस, यतै दुःख सुख गरेर खा भनिस् नि। तर आज आएर बुहारीले मेरो यस्तो हालत बनाई। म कहीँ बिरामी बुहारीमाथि हात उठाउँदिउँ त? आखिर चेलीबेटीको लागि माइती भनेको माइती नै हुँदो रहेछ। आज आएर थाहा भयो। सरस्वती, दिललाई किन हात उठाएको? होइन बाबा, फुपूले चाहिँ मम्मीलाई पिट्नु भएको हो। यो हेर न, यो फेरि न घर कि न घाट कि, न छोरा न छोरी, बिचमा आएर पेच पेच बोल्छे। अझै हाम्रो कुल बिगारेर नाटक पार्न आउँदी रहेछ। मैले त्यो शब्द नबोल्नु भनेर मैले कतिचोटि भने दिदी, मेरो छोरीको बिनाजु के हो बिनाजु? मैले त सोचेको थिएँ मेरो दिदीलाई तपाईँले माया दिएर राख्नु भएको छ भनेर, तर यहाँ फाल्टै रहेछ। मेरो दिदीलाई दिनरातै कुटेर राख्नु भएको छ। तिम्रो दिलले के हरकत गरी सोध न। झन्नै मेरो दिदीको ज्यान लिएको थिए। ज्यान त तपाईँले मेरो दिदीको लिनु भएको छ। बिहे गरेर मेरो दिदी तपाईँको हातमा दिँदाखेरि मेरो दिदीको ज्यान बाघाले खाइ नसुन्थ्यो, तर अहिले तपाईँहरूले यातना दिएर टर्चर दिएर मेरो दिदी एक मुठीको भएकी छे। यसको जिम्मा कसले लिन्छ? मेरो दिदी दिन प्रतिदिन रोगी हुँदै गएकी छे। न अस्पताल लानु छ, न त तपाईँहरूले माया दिनुहुन्छ। आखिर गर्न खोज्नु भएको के हो? भान्जी नरो भान्जी, यहाँ सब के भइरहेको छ भान्जी? मलाई सबै भन त। मामा, फुपूले मामुलाई पिट्नु भयो, बाबाले पनि मामुलाई पिट्नु भयो। यहाँ हामीलाई कसैले माया गर्नु हुँदैन, सधैँ पिट्नु मात्र हुन्छ। बरु भन्दा म हजुरसँग मामा घरमै जान्छु। मामा, मैले के गल्ती गरेको थिएँ र? मलाई र मेरो मामुलाई सधैँ हेला गर्ने, सधैँ हान्नुहुन्छ अनि कुलबिगारी भन्नुहुन्छ। बरु भन्दा राम्रो म र मामु मामा घरमै जान्छौँ। यहाँ त हामीलाई कसैले माया पनि गर्नु हुँदैन। मामा, के हामी जान पाइँदैन र? दुःख भगवानले हामीलाई मात्र दिनुहुन्छ कि क्या हो? न मामाले मामा घर लिने, न यहाँ बसेर सुख पाइने। मामा, मलाई पनि सहरको एउटा ठुलो घरमा बस्न मन छ। न यहाँ हामीलाई राम्ररी खान दिनुहुन्छ, खान दिए पनि थोरै दिनुहुन्छ। मामा, मामुले भन्नुहुन्छ भाग्यमा जे लेखेको छ त्यही हुन्छ। मामा, भन्नुहोस् न, मेरो भाग्यमा के लेखेको छ? दुःख लेखेको छ भने मेटाएर सुख लेख्नु होला। फुपूले त मिठो मिठो खानुहुन्छ, तर हामीलाई नमिठो खानुपर्छ। मामा, के हामीले फुपूले खाएको खाना मात्र खानुपर्ने हो र? मामा, मामा घरमा त यस्तो हुँदैन त। मलाई मिठो मिठो खान मन छ, सुक्खै सुक्खैमा बस्नु मन छ, तर यहाँ त दुःख र पीडा मात्र भोग्नु परेको छ। मेरी भान्जी कति धेरै बुझ्ने भयो कि। अब भान्जी चिन्ता नगर, म तिमीलाई मेरो घरमा लान्छु अनि सुक्खले राख्छु, धेरै पढाउँछु, मिठो मिठो खानेकुरो खुवाउँछु। हस् दिदी, अब हामी यहाँ बस्दैनौँ, जामिन मेरो घर हो। त्यसो भनेर हुँदैन भाइ, म कहीँ पनि जाँदिनँ। म यस्ता पापीहरूको घरमा बस्न सक्दिनँ दिदी।
तेरो दिदी बस्ने घर पनि अब पापी भयो। जसले तँलाई दिनरात पुर्छन्, यातना दिन्छन्, पीडा दिन्छन्, त्यसको घरलाई पापीको घर नभन्न, तिनीहरूलाई पापी नभनेर कसलाई भन्ने दिदी? मैले के भनिरहेको छु? एकचोटिमा सुन्दैनस्? भित्र हिँड। म आउँदिनँ भित्र। छोरी आइज। रोशन, मैले जीवनमा माया के हो अहिलेसम्म केही थाहा पाएको थिएन। जबदेखि हजुरलाई देखेँ माया सपोर्ट के हो तब मात्रै थाहा भयो। हजुरको त्यो निस्वार्थ आँखामा देखिने माया। मैले बिहे गर्नुभन्दा अगाडि त आमाको माया पाएकी थिइनँ, न बाबाको नै माया पाएँ। बिहे गरेर आएपछि श्रीमानको माया पाउँछु, आमा जस्तै सासूको माया पाउँछु भन्ने थियो, त्यो पनि पाइनँ। जब तपाईँको आँखामा निस्वार्थ माया देखेँ, म प्रतिको भाव देखेँ, म त्यही दिनदेखि नै मेरो मन तपाईँको मायामा पग्लिसक्यो रोशन। म गलत बाटो हिँड्दा, सहीलाई गलत भन्दा, सही बाटो के हो, सही निर्णय के हो, त्यो तपाईँले मलाई एउटा आमाले बुवाले सिकाउने जै सिकाउनु भयो। एउटा छोरी मान्छेले बिहे गरेपछि आफ्नो श्रीमानबाट जुन सपोर्ट माया पाउन खोज्छे, हो त्यो सपोर्ट त्यो माया सबै मैले हजुरबाट पाएँ रोशन। हो त्यही देखेर मेरो मन पग्लेको। म तिमीलाई माया गर्छु रोशन। रोशन, याद छ तपाईँलाई त्यो दिन? यदि माया नै गर्नु छ भने मेरो श्रीमतीलाई होइन, आफ्नो श्रीमतीलाई माया गर्न सिक। तँलाई थाहा छ ऊ तेरो मायाको लागि कति पागल छिन् भनेर? कहिले उसलाई बुझ्ने कोसिस गरेको छस्? सधैँ रोशनी र मलाई दुःख दिएर हुँदैन राघव, अब त सुध्रिनु पर्छ। हो त्यही दिन सपोर्ट गरेको त्यो माया, त्यही सम्झेर म मेरो मनदेखि नै भित्रभित्रै मन पराउन थालेँ। त्यो दिनदेखि हर पल हर क्षण मैले खाना खाँदा सुत्दा यताउति जाँदा म हजुरकै यादमा डुबेरहन्छु। त्यो राघवे त्यसको पनि के माया? माया त हजुरको र मेरो छ, जसको लागि म मेरो ज्यान दिन र कसैको ज्यान लिन पनि तयार छु। म तपाईँले धेरै माया गर्छु रोशन। आई लभ यु रोशन, आई लभ यु। साँच्चै भन्नुहोस् त, तपाईँले मलाई मन पराउनुहुन्छ कि हुन्न? मलाई थाहा छ रोशन, हजुरले नि मलाई धेरै माया गर्नुहुन्छ। एकचोटि भनिदिनुहोस्, बस एकचोटि, म संसारको सबभन्दा लक्की नारी हुनेछु। हेर्नुहोस्, तपाईँ मेरो बहिनी समानको मान्छे हो। म तपाईँलाई मनैदेखि बहिनी मान्छु। अनि म रोशनी हुँदाहुँदै तपाईँलाई कसरी माया गर्न सक्छु? अनि तपाईँको त घरमा श्रीमान हुनुहुन्छ होइन र? आफ्नो श्रीमान हुँदाहुँदै मलाई माया गर्छु, यो गर्छु, त्यो गर्छु कसरी भन्न सक्नुहुन्छ? तपाईँ यो मनमा जे लाग्यो त्यो नभन्नुहोस्। म रोशनी बाहेक अरू कसैलाई माया गर्न सक्दिनँ। म तपाईँलाई मनदेखि नै बहिनी मान्छु। हेर्नुहोस्, मैले तपाईँलाई हिजो पनि बहिनी नै मानेको थिएँ र अबको दिनमा पनि बहिनी नै मान्नेछु। म एउटा विवाहित पुरुष अनि तपाईँ एउटा विवाहित महिला, यसरी माया गर्छु भनेर कसरी भन्न सक्नुहुन्छ? यो तपाईँको माया होइन, यो त म प्रतिको आकर्षण मात्र हो। बरु सक्नुहुन्छ भने आफ्नो श्रीमानलाई सम्झाउनुहोस्, सुधार्नुहोस् अनि आफ्नै श्रीमानलाई माया गर्नुहोस्। हेर्नुहोस्, म रोशनीलाई आफूभन्दा पनि धेरै माया गर्छु। म उसलाई धोका दिन सक्दिनँ। तपाईँको पनि परिवार हुनुहुन्छ, मेरो पनि परिवार हुनुहुन्छ। त्यसैले मेरो परिवार बिगार्ने काम नगर्नुहोस्। बरु सक्नुहुन्छ भने आफ्नो परिवारलाई सम्हालेर बस्नुहोस्। यसरी दायाँ बायाँ यो नचाहिने कुरामा लागेर केही पनि फाइदा छैन। होला मैले कुनै दिन तपाईँको पक्षमा राम्रो बोलेँ होला, तर त्यसलाई माया नसम्झनुहोस्। म इमान्दार र सोझो मान्छे हो। म सधैँ अन्यायको विपरीत उभिने काम गर्छु। त्यो दिन तपाईँमाथि अन्याय भइरहेको थियो, राघवको गल्ती थियो, त्यही कारणले गर्दा मैले तपाईँको पक्ष लिएँ। अहिले आएर तपाईँ यस्तो भन्नुहुन्छ, यो त मैले सपनामा पनि सोचेको थिइनँ। हेर्नुहोस्, भलाइ यसैमा हुन्छ। यस्तो नचाहिने कुराको पछि नलाग्नुहोस्। आज तपाईँको जीवनमा दुःख छ, भोलि सुख आउँछ। आज तपाईँलाई राघवले प्रेम गर्दैन, भोलि राघवले पनि तपाईँलाई प्रेम गर्ने दिन आउँछ।
पहिला रोशनी र ममा पनि यति गहिरो प्रेम कहाँ थियो र? जब हामीले एकअर्कालाई बुझ्न थाल्यौँ त्यसपछि हामी बिच यति गहिरो प्रेम भयो। त्यसै गरी जुन दिन राघवले तपाईँलाई बुझ्नेछ त्यो दिन तपाईँहरू बिचमा पनि यस्तै गहिरो प्रेम हुन्छ। त्यसैले आफ्नो मनलाई यसरी दायाँ बायाँ नडुलाउनुहोस्, समयलाई पर्खन सिक्नुपर्छ। हो, म तपाईँलाई माया गर्छु, तर के ऊ तपाईँलाई माया गर्ने, तपाईँ उसलाई माया गर्ने, अब के चाहियो? अब भगवान्ले बनाइदिएको जोडी साह्रै राम्रो देखिन्छ होला नि। तँलाई नि तँ नकसरी गाउँमा कोही केटा नदेखेर मेरो श्रीमान देख्नुपर्छ तँलाई? मेरो कुरा त सुन। केही पनि सुन्दिनँ म, तपाईँ चुप लाग्नु। तिमीहरूको लोग्ने स्वास्नीले गर्न खोजेको के लोग्ने मलाई मन पराउने, स्वास्नी मेरो लोग्नेलाई मन पराउने, के गर्न खोजेको अझै खेल्न अनि मलाई नि खोजेको हो? मेरो कोही मन पराउने मेरो हो भने थाहा हुन्छ। यसलाई आज म के गर्नु? यसलाई मेरो त्यसको टाउको बुझाइदिन्छु।